हेलो साथीहरु, आज चाहिँ हाम्रो यात्रा चाहिँ पोखराको ह्याम्जादेखि लुवाङ भिलेजसम्म हुनेछ। माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर 8 लुवाङ भिलेजसम्मको हुनेछ भने हामी अहिले यो ह्याम्जामा खाजा खाएर लुवाङ भिलेजतर्फ प्रस्थान गर्यौं। अहिले चाहिँ धम्पुस यहाँबाट चाहिँ धम्पुस जाने रहेछ है। धम्पुस यहाँबाट जानको लागि 11 किलोमिटर रहेछ। अहिले चाहिँ हामी लुवाङ भिलेजका लागि लुवाङ भिलेजको बाटो लाग्यौं। हजुरहरूलाई पुरा भिडियो देखाउने छु। लुवाङ भिलेजको भिडियोहरू कस्तो छ त है, सबै भिडियोहरू हजुरलाई सुरुदेखि अन्तिमसम्म देखाउने कोसिस गर्नेछु है। बाटोहरू एकदम सानो भएको कारणले गर्दा ठुल्ठुलो बसहरू आउँदाखेरि एकदमै गाह्रो हुने रहेछ। यहाँ चाहिँ एकदमै ठुलो बस आइरहेको छ र एक साइडबाट जिप गइरहेको छ भने सानो बाटो भएको कारणले गर्दा क्रस हुन सकिरहेको छैन। अहिले चाहिँ हामी यो पुलबाट चाहिँ पुल क्रस गरेर जाने होइन, हामी यता लेफ्ट साइडतिर जानुपर्छ है। पुल क्रस गरेर उता गयो भने फेरि अर्को साइडतिर पुगिन्छ। हामी यो साइडतिर जाने हो। बाटो चाहिँ आधा बाटोसम्म पिच छ भने हाफ बाटोसम्म कच्ची रोड रहेको छ भनेको छ। यो पनि हेरौँ। अहिले चाहिँ खोलाको छेउछेउ हुँदै जानुपर्ने रहेछ र बाटोमा एकदमै हिलो पानी रहेको छ अनि राम्रो रेस्टुरेन्ट पनि बनाएको रहेछ है। बाटोहरू यस्तो छ, धेरै राम्रो छ बाटोहरू। पिच रोड गरेको ठाउँ चाहिँ राम्रो छ। अहिले चाहिँ हामी यो लुवाङ भिलेज पुग्नका लागि यहाँ एउटा मेन गेट बनाएको रहेछ। यहाँ चाहिँ लुवाङ भिलेजको लागि माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर 8 लुवाङ गलेल भन्दो रहेछ है। यहाँबाट चाहिँ प्रवेश गरिसकेपछि अगाडिबाट यो रोडलाई क्रस गरेर अर्को साइडतिर मुड्नुपर्ने रहेछ। यहाँ पछाडिको सबै साथीहरू हाम्रो है, हाम्रो ग्रुपहरू पछाडिको सबै साथीहरू। यहाँबाट फेरि लुवाङ जाने बाटो भनेपछि यता भित्र बाटो जानुपर्दो रहेछ है, यता बायाँ साइड हुँदै। अब यहाँबाट चाहिँ पुरा कच्ची रोड रहेछ है साथीहरू। यहाँबाट चाहिँ कच्ची रोड रहेछ यस्तो तरिकाको। लुवाङ भिलेज भने यहाँ माथि रहेछ जो धुवा गरिरहेको छ। एकदमै कच्ची बाटो भएको कारणले गर्दा अलिकति गाह्रै भइरहेको छ चलाउनलाई। यहाँ फेरि ठुल्ठुलो बसहरू पनि आउँदो रहेछ। यस्तो रहेछ बाटो। उकालो छ है बाटो, एकदमै उकालो। यो बायाँ साइड लागेपछि पुरै उकालो कच्ची रोड है। ठुल्ठुलो ढुङ्गाहरू पनि छ बाटोमा। अहिले चाहिँ हामी लुवाङ भिलेज पुग्नै लाग्यौँ। लुवाङ भिलेज पुग्नका लागि एउटा बोर्ड पनि लगाएको रहेछ। के लेखेछ खै, लुवाङ टोल विकास संस्था लेखेर रहेछ। माछापुच्छ्रे गाउँपालिका पर्दो रहेछ। अहिले चाहिँ म फाइनली लुवाङ भिलेजको बस पार्कमा पुग्यौँ। पहिला हाम्रो साथीहरूले पार्किङ गरिसकेको छ। अब मैले चाहिँ पार्किङ गर्छु यहाँ। पार्किङ गरिसकेपछि अब चाहिँ हामीले बुकिङ गरेको होमस्टेतर्फ जान्छौँ। अहिले चाहिँ गाडीहरू पार्किङ गरेर यहाँ आफ्नो बुकिङ गरेको ठाउँतिर जाने प्लानिङ गर्दैछौँ। यहाँ यस्तो छ है सबै बस पार्कहरू पनि हजुरहरूलाई म देखाइरहेको छु। बस पार्क एरिया यस्तो छ है। एकदम रमाइलो छ होला साथीहरू। एकदम भिडभाड हुँदो रहेछ है, एकदम भिड हुँदो रहेछ। अब चाहिँ यहाँबाट बल्ल गाउँतिर पस्नेलाई यहाँबाट वेलकम गरिरहेछ। यहाँ अगाडि बोर्ड पनि लगाएको छ। यो बोर्डले कता कता के डाइरेक्सन दिइरहेको छ। माथि चाहिँ एकदमै ठुलो लुवाङ भिलेज भनेर एउटा बोर्ड पनि लगाएको छ। यो बोर्डमा वेलकम टु कम्युनिटी होमस्टे लुवाङ भनेर भनेको छ। आज चाहिँ हाम्रो 13 नम्बर परेको छ। होमस्टे नम्बर 13 मा परेको छ। अहिले चाहिँ अरू साथीहरू चाहिँ होमस्टेमा पुगेर पनि एकदमै जाडो थियो। जाडो भएको कारणले गर्दा साथीहरू एकदमै आगो ताप्न सुरु गरिसकेछौँ। हाम्रो भने अर्को ठाउँमा परेको छ। यो लाइटिङ भएको ठाउँतिर परेको छ है। यहाँ चाहिँ अरू साथीहरू है, अरू साथीहरू उतैबाट सँगै आएको साथीहरू सबै। हामी चाहिँ अब गरिसकेपछि बेलुका नाचगानतर्फ लाग्यौँ। नाचगाना चाहिँ यस्तो भयो है। नाचगाना चाहिँ एकदमै रमाइलो भयो। वेलकम यस्तो भयो हामीलाई।
आएपछि नचाउने, बेलुका चाहिँ पुगेपछि हामीलाई यसरी नचाउनु भयो कि त्यहाँको होमस्टेको वेलकम है, यो तरिकाले भयो। कपिराइट आउने भएको कारणले गर्दा यो म्युजिकलाई म्युट गरेर हजुरहरूलाई देखाउने कोसिस गरेको छु। हजुरहरूलाई जे जस्तो भए पनि हजुरहरूले हेरिदिनु होला, भिडियो सुरुदेखि अन्तिमसम्म हेर्ने कोसिस गर्नु होला र हजुरहरूलाई म पुरै यो चिया बगान पनि देखाउने कोसिस गर्नेछु। यस्तो चाहिँ एकदम जोसिलोको साथ हँसिलोको साथमा नाचिरहनु भएको छ। यो दिदीहरू हुनुहुन्छ, यो मार्दीको हुनुहुन्छ है, मादी गाउँपालिकाको है, सिक्लेस जाने बाटोतिरको दिदीहरू हुनुहुन्छ, सबै गुरुङ दिदीहरू हुनुहुन्छ। त्यही भएर सँगै नाचगान हुँदैछ गुरुङ गीतमा। आउनु होला हजुरहरू पनि लङ भिलेज हुनु होला, रमाइलो लिनु होला। मस्त छ है। अनि हजुरहरूलाई यहाँको कति लाग्छ आउने जानेको कस्ट त्यो पनि हजुरलाई बताउने छु। अहिले चाहिँ हामी घुम्नको लागि बिहान भएर माथि हिँड्यौँ र बाटोमा एउटा यो पहिले जमानादेखि युज गरेको घट्टा पानीबाट चल्ने मिल है, यो यस्तो रहेछ। हजुरलाई देखाएँ, यहाँ चाहिँ एकदम पिउने पानी रहेछ, यस्तो रहेछ र एकदमै फ्रेस पानी, गाउँघरतिरको फ्रेस पानी नै हुन्छ है एकदमै। अनि यहाँ लुवाङ भिलेज भनेर एकदम ठुलो बोर्ड लगाएको रहेछ, त्यो बोर्ड मुनि नै पुग्यौँ, यस्तो छ है। अनि त्यहाँबाट गाउँको भ्यूजहरूको फोटो पनि लिक्यौँ हामीले, यस्तो छ है गाउँको भ्यूहरू हजुरलाई यस्तो देखिन्छ। मन्दिर पनि छ। यो उता पारिपट्टिको जो हजुरलाई म देखाइरहेको छु त्यो धम्पुस, यो चाहिँ माछा पुच्छ्रे है, माछाको पुच्छर जस्तोको सेप भएको कारणले माछा पुच्छ्रे हिमाल भनेर पनि चिनिन्छ। यहाँ एउटा बुवा हुनुहुन्थ्यो, बुवालाई चाहिँ हाम्रो साथीहरूले चाहिँ अलिकति पैसा दिनुभयो र यो गौतम बुद्धको मूर्ति थियौँ। यो गौतम बुद्धको मूर्तिबाट हामी 10 मिनटको पैदल यात्रा गरिसकेपछि माथि चिया बगैँचामा पुग्यौँ। चिया बगैँचामा चाहिँ 2टा होमस्टे होटेलहरू राखिएको छ। यो चाहिँ पहिलो होमस्टे हो, यो गुरुङ कटेज रहेछ है। यहाँ ड्रेसहरू पनि एभाइलेबल रहेछ। अब यहाँबाट चाहिँ माथिपट्टिमा चाहिँ अर्को होटेल छ है यस्तो। यहाँ होटेलमा चाहिँ हजुरहरू आएर बस्न सक्नुहुन्छ। यो होटेलबाट चाहिँ हजुरले हिमालहरू राम्रोसँग देख्न सक्नुहुन्छ र यहाँ टेन्टहरू पनि लगाएको छ। यहाँ यस्तो छ है, खानापिना चाहिँ हजुरलाई राम्रोसँग हुन्छ है। यहाँ एकदमै ठुलो पार्टी आफ्नो ग्रुपहरू मिलेर आउनुभयो भने पनि यहाँ सजिलैसँग पार्टीहरू निकाल्न सकिन्छ है। यहाँ यस्तो टेन्टहरू लगाएको छ र ठुल्ठुलो भित्र रुमहरू छ, होटेलहरू छ है। यो तरिकाले यो मादी गाउँपालिकाको दिदीहरू पनि हुनुहुन्छ यहाँ, ड्रेस लगाएर फोटो खिचिरहनु भएको छ। एकदम रमाइलो छ है साथीहरू, एकदम बवाल छ। यो चाहिँ हजुरहरूलाई मैले सबै ठाउँतिरको भ्यूजहरू देखाइरहेको छु, यस्तो टेन्टहरूको। यता एकदम फोटो सेसन भइरहेको छ है, फोटो ग्रुपिङ भइरहेको छ। सबै मान्छेहरू आफ्नो ठाउँमा फोटो खिचिरहनु भएको छ। अहिले चाहिँ आज चाहिँ हामी यहीँ टेन्ट मुनि स्टे गरेको। अहिले चाहिँ म उठेँ, बिहान भयो। अनि यस्तो छ, राम्रो छ टेन्ट है, हजुरहरू पनि आएर बस्न सक्नुहुन्छ। आज हामी यो टेन्ट मुनि स्टे गऱ्यौँ र पर हेड 1100 है, 1100 है। बेलुकाको ननभेज खाना र बिहानको तपाईँहरूलाई खाजा हुन्छ है, त्यसमा टोटल 1100 है साथीहरू। यहाँ यस्तो खालको होटेलहरू पनि छ, भित्र यो कुकिङ किचन रहेको छ, कुकिङ गर्ने ठाउँ। यता चाहिँ बसेर खाने ठाउँहरू छ, धेरै राम्रो छ, सरसफाइ पनि छ है। हजुरहरू आउनु होला, एकदम त्यति धेरै महँगो पनि छैन। हजुरहरू अहिले चाहिँ हाम्रो साथीहरू चिया कफी लिँदै हुनुहुन्छ, यस्तो छ है।
हजुरहरु यो बाहिरतिरको भ्यू पनि देखाउँछु अब है। यस्तो छ है बाहिरतिरको भ्यूहरु। टेन्टहरु यस्तो मजाले लगाएको छ। टेन्ट मुनि सुत्न नि मजा आउँछ है साथीहरु। ल 1 2 3 4 चारवटा टेन्ट लगाएको छ। यहाँबाट चाहिँ सबै ठाउँ यो टेन्ट मुनिको विस्तारहरु चाहिँ यस्तो छ है। राम्रो छ। आउनु होला हजुरहरु घुम्नु होला। मजा लिन होला जिन्दगीमा। चिया बगैँचा म आएर चिया पिउँदै रमाउनु होला। मजा छ है साथीहरु। आज चाहिँ शुक्रबार फ्राइडे भएको कारणले गर्दा नि आज एकदमै भिड छ। फ्राइडे र सटरडे चाहिँ एकदम भिड हुने गर्दो रहेछ। सबै साथीहरु चाहिँ रेस्ट लगाएर हामी चिया बगैँचा घुमिसकेपछि हामी आफू बस्ने ठाउँ होमस्टेमा पुग्यौं र होमस्टेको जानकारी लिनका लागि होमस्टेका ओनर भरत दाइसँग होमस्टेको बारेमा केही कुराहरू सोध्ने तर्खरमा गर्यौं। अहिले चाहिँ हामीसँग हुनुहुन्छ होमस्टेका भरत गुरुङ दाइ। होमस्टेको बारेमा के बताउँदै हुनुहुन्छ है त। ल सुनौं दाइले के भन्नुहुन्छ है त। नमस्ते, म भरत गुरुङ, लुआङ सामुदायिक होमस्टे समितिको सदस्य। लुआङ गाउँ तपाईहरु आउँदै हुनुहुन्छ भने यो समुद्र सतहबाट 1360 को हाइटमा छ र पोखराबाट 19 किलोमिटरको दूरीमा रहेको लुआङ गाउँ। तपाईहरु आफ्नो साधनबाट आउँदै हुनुहुन्छ भने 1 घण्टा जति लाग्छ भने सार्वजनिक सवारी मार्फत आउनुहुन्छ भने दिउँसोको 2 बजे पोखराबाट एउटा जिप छोड्छ। त्यसैगरी 3 बजे एउटा बस छोड्छ र बेलुका 4:30 बजे एउटा जिप छोड्छ। र बिहानै सबैले आउनुहुन्छ भने 11 बजे 11:30 बजे चाहिँ हरिचोकबाट लुआङमा आइपुग्ने एउटा गाडी छुट्छ र त्यो गाडी चाहिँ 1:30 बजे लुआङबाट फर्किन्छ। यसैगरी बिहान हेर्नुहुन्छ भने बिहान चाहिँ 8 बजे लुआङबाट फर्स्ट जिप चाहिँ छुट्छ भने 9:30 बजे एउटा बस छुट्छ र त्यसपछि चाहिँ 10:30 बजे चाहिँ एउटा जिप छुट्छ। यसरी नै हाम्रो पोखराबाट आउने पाउनु महानुभावहरू आफ्नो साधनमा पनि आउनुहुन्छ र आफ्नो सार्वजनिक सवारी मार्फत पनि आउनुहुन्छ भने लुआङ गाउँ चाहिँ 1360 मिटरको हाइटमा रहेको छ। यो चाहिँ पश्चिम नेपालकै सबैभन्दा ठुलो चिया बगान रहेको गाउँ हो। यहाँ अन्नपूर्ण अर्थोडक्स चिया भनेर चाहिँ हामी प्रचलित चाहिँ छ र यो लुआङ गाउँ 140 घरधुरीको गाउँ हो। यो विशेष गरी धेरै मात्रामा चाहिँ 65% अराउन्ड गुरुङहरू रहेको छ भने अरू समुदायहरू जस्तै दलितहरू, दमाई, कामी, सार्की र छेत्री बाहुनहरू पनि रहेको छ। यहाँको सबैभन्दा हेर्ने भनेको नै चियाबारी प्लस हाम्रो गाउँको यो लुआङ गाउँ नै हो। अब तपाईँहरूले लुआङको चियाको बगान मात्रै होइन, लुआङबाट प्रस्तुत चिया पनि तपाईँहरूले पाउनुहुन्छ। यो अन्नपूर्ण चिया भनेर चाहिँ हामीले बजारमा पनि पाउँछौँ। यो चिया चाहिँ अर्थोडक्स हो। यो चाहिँ सिटिसी चिया चाहिँ होइन, यो चिया चाहिँ तपाईँको लिफ चाहिँ हुन्छ। यसको चाहिँ तपाईँले जस्तो सुकै चिया पनि लिन सक्नुहुन्छ। जस्तै ग्रिन टी एभाइलेबल हुन्छ, गोल्ड टी, अब चियाको पनि धेरै थरीको प्रकारहरू चाहिँ तपाईँले यहाँ चाहिँ पाउनुहुन्छ। र तपाईँहरू फेरि लुआङ गाउँ आउनुहुन्छ भने कृपया हाम्रो भाइ विशाल गुरुङ होइन, विशाल गुरुङको युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्। उहाँको भिडियोहरूलाई धेरैभन्दा धेरै सेयर पनि गरिदिनुहोस् होइन। अब कतै लुआङ आउँदै हुनुहुन्छ भने मेरो होमस्टे नम्बर चाहिँ 13 हो। भाइको युट्युब मार्फत चाहिँ मैले आफ्नो होमस्टेको के अरे एडभर्टाइजमेन्ट पनि गरेँ। भाइलाई धेरै धेरै धन्यवाद। फेरि पनि हाम्रो गाउँ आउँदै गर्नु होला। होमस्टे सामुदायिक होमस्टेको प्याकेज रु 1200 रुपियाँ रहेको छ। यसमा चाहिँ हामी बेलुकाको वेलकम ड्रिङ्क्स दिन्छौँ, त्यसपछि बेलुकाको डिनर, अनि त्यसपछि लन्च र बिहानको ब्रेकफास्ट गरेर 1200 लिन्छौँ भने यदि तपाईँ भोलि बिहान पनि लन्च गरेर जानुहुन्छ भने हामीले 200 रुपिस एडिसनल गर्छौँ र 1400 रुपियाँ पर्छ होइन। अब यो शुक्रबारको दिनमा अहिले यो एकदमै पिक आवर हाम्रो यो सिजन भएको कारणले शुक्रबार चाहिँ एकदमै भिड भएको कारणले कृपया तपाईँहरू आउनुभन्दा अगाडि नै बुकिङ गर्न चाहनुहुन्छ भने मेरो नम्बर 9856070111 यसमा फोन गरेर आउन सक्नुहुन्छ भने मेरो श्रीमतीको नम्बर चाहिँ 9846039997। यति भइसकेपछि आज हामी होमस्टेबाट 1 दिनको स्टे गरिसकेपछि हामी पोखरा फर्किने
टाइम भएर बिदाई कार्यक्रम सुरु भयो। बिदाई कार्यक्रममा टिका माला लगाएर बिदाई गरिने चलन रहेछ। अहिले चाहिँ हामी टिका माला लगाएर अब आफ्नो गन्तव्यतर्फ आउने तयारी गऱ्यौँ। अहिले चाहिँ हामी फर्किने क्रममा यो लुवाङ भिलेजको गाउँ हुँदै फेरि बस पार्कतर्फ लाग्यौँ। यो गाउँको बाटोहरू पनि एकदमै राम्रो सुन्दर सफा छ है। यो तर यहाँ चाहिँ होमस्टे नम्बर 6। अहिले चाहिँ हामी यो गेट साइडतिर पुगिसकेको छौँ। अब चाहिँ हामी आज एक दिनको स्टे गरेर घरतिरै फर्क्यौँ। अहिले हामी बस पार्कतर्फ पुग्यौँ। यहाँ चाहिँ हाम्रो बाइक स्कुटीहरू राखेको थियौँ। अब चाहिँ हामी आफ्नो बाइक स्कुटीहरू लिएर पोखरातर्फ ब्याक हुनका लागि रेडी भइरहेको छौँ। हजुरहरू पनि घुम्न आउनु होला। लुवाङ भिलेज एकदमै राम्रो छ, सस्तो पनि छ, त्यति धेरै कस्टली छैन, एकदमै राम्रो। हिमालहरू देख्न पाइन्छ, सफा स्वच्छ सुन्दर, अनि चिया बगान पनि घुम्न आउनु होला। थ्याङ्क यू सबै साथीहरूलाई।